तपाईँहरू पनि आउनुहोस् है। उत्तरपूर्वाञ्चलका क्षेत्रभन्दा पनि धेरै राम्रो लाग्यो है। ठिक छौँ नि हामी। आज हाम्रो यात्रा कहाँसम्म? आज हाम्रो यात्रा सवार अब स्नान हुँदै सुवन हुँदै हाम्रो सौलसम्म छ। सौलसम्मको सौलदेखि अब सुकतिर जानुपर्ने समुद्र प्लानिङ छ। अब के होला। नमस्ते साथीहरू, हामी चाहिँ यता कोरियाको छुङछाउ नाम्दो छननबाट है साथीहरू। अनि आज चाहिँ अहिले चाहिँ हाम्रो कम्पनी लामो बिदा चलिरहेछ सबैतिर। अहिले बुद्ध जयन्ती छ भोलि मे 5 गते, अनि त्यस पछाडि पनि बिदा छ, सार्वजनिक बिदा होइन। लामो बिदामा चाहिँ हामी अब कोरियाको प्रख्यात ठाउँहरू हामी डुल्न जाँदैछौँ साथीहरू। हामीलाई भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। हामी दुई भाइको तर्फबाट तपाईँहरूलाई न्यानो अभिवादन छ साथीहरू। अनि हाम्रो चाहिँ बस छुट्नु लागेको छ, दुई भाइ तल साथीहरू अगाडि गइरहनु भएको छ होइन। अब 5 मिनटमा बस आइहाल्छ अरे, त्यही भनेर हामी चाहिँ स्पिड ओह्रालो लाग्दैछौँ साथीहरू, दुई भाइ होइन। हेर्दैछौँ ओह्रालो साथीहरू। कस्तो साथीहरू अब अरू भिडियोमा हेर्दै जाउँ है साथीहरू। हेलो सर, हेलो ल, हात मिलायो सर है। हामी ठिक छौँ नि होइन? ठिक छौँ नि हामी। ल सर, ल साथी भाइहरूसँग नि भेट भयो साथीहरू। अब हामी बस कुरिरहेछौँ। बस चाहिँ अब 5 मिनट लगातार आउँछ साथीहरू। हामी चाहिँ बस चढेर छननसम्म जानेछौँ, त्यस पछाडि चाहिँ हामी किचा रेलको यात्रा गरेछौँ साथीहरू। ल सर, बस आइसकेको छ। हामी चाहिँ बस चढेर लागेको साथीहरू। हामी चाहिँ साथीहरू यहाँ बस चढ्ने ठाउँ आएको छौँ, बस छङ्ग्रेजाङ। हामी चाहिँ रेलबाट अलिक टाइम लाग्ने भएर अनि बसबाट छिट्टो पुग्ने भएर बस चढ्ने ठाउँमा आएको छौँ साथीहरू। अब यहाँ बस छङ्ग्रेजाङ छिरेर चाहिँ हामी अब बस टिकट काटेर छिटो तरिकाले सौल लाग्न आँटेको साथीहरू हामी आएको छ। जस यहाँ भिडभाड छ साथीहरू, घुइँचो छ यहाँ चाहिँ। मान्छे धेरै हुन्छ तल यक भन्दा चाहिँ साथीहरू। यहाँबाट चाहिँ भनेको सौल त्यो जताततै यो बस जानु सकिन्छ। यहाँ डाइरेक्ट एक्सप्रेस हो, यहाँको चाहिँ छुट्टो पुऱ्याउँछ साथीहरू। हामी साथीहरू बस टिकट लिनु हुँदैछ। हाम्रो सब 1:45 को रहेछ साथीहरू। 1:45 को 1:45 को चाहिँ यहाँबाट चुलबारी हिँड्दैछ साथीहरू। हामी चढ्नु चाहिँ काम छ टिकट नै आयो 44। मेरोसँगै हो क्या एउटा हामीले चाहिँ टिकट पनि लिइसकेको छ। टिकट 1:45 को छ साथीहरू। बसबाट जाने भयो चाहिँ बस सङ्ग्रेजाङ बसको टिकट काट्नु हो साथीहरू। यो चाहिँ बस सङ्ग्रेजाङ साथीहरू। यहाँबाट सौलदेखि लिएर कोरियाको जुनसुकै ठाउँमा पनि जानु सक्छ साथीहरू। यहाँ बस सङ्ग्रेजाङबाट चाहिँ पेसोक भन्छ लगातार होइन। यहाँबाट तीव्र गतिमा काहीँ नरहेको डाइरेक्ट जान्छ साथीहरू। हाम्रो गाडी पनि लागिसकेको छ, गाडी पनि आइसकेको छ। हाम्रो गाडी चढ्ने पर्खिरहेको छौँ। अब अलिकति टाइम छ चढ्ने जाने साथी। बस सङ्ग्रेजाङ पनि झरिसक्यो र हाम्रो यहाँ साथी भेटेछौँ। हाम्रो कौशल सरलाई भेटिसकेका छौँ। आइपुग्नु भएको छ है सर। ल ठिक छौँ नि सर हामी। आधी घन्टा वेट गर्नु है साथीहरू। हामी चाहिँ दोङसलमा झरिसकेका छौँ। दोङसल स्टेसनमा लास्ट स्टेसनमा झरेर बाहिर त्यस्तो दामी छ साथीहरू। सौल यस्तो छ साथीहरू। दामी 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 चाहिँ लोकेसन हेर्दैछ साथीहरू। डुल्ने डाउन ठाउँहरू मा तपाईँको हिँडेर जानुपर्छ कम्पनीसम्म। अहिले के बसमा आउनु भयो? आधी घन्टा हिँडे नि। आधी घन्टा हिँडेर त्यसपछि बल्ल बस पाएँ। 10 सेकेन्डमा छुटिहाल्थ्यो बस। यतिमा अब बस हुन्थ्यो एउटा है फेरि बल्ल हामी चाहिँ साथीहरू रेल चढ्दै चेन्ज गर्दै फाइनल्ली साथीहरू हामी चाहिँ यहाँ दरबार भएको ठाउँमा आइपुगेछौँ साथीहरू। हो दामी हामी साथीहरू दामी आइपुग्छौँ। यहाँ हेर्न सक्नुहुन्छ कोरियाको यो दरबारहरू साथीहरू। पहिलाको आएको बेला मैले अहिले पनि फोटो छ त्यो गेटमा फोटो खिचाएको थिएँ। त्यो फोटो गेटमा कि फोटो छँदैछ मेरो कि यहाँ खिच्नु भएको थियो। आएको थिएँ म। दामी त्यहाँ पाहाड पनि दामी रहेछ है, चढ्नु पर्ने पाहाड त।
यस्तो दामी रहेछ साथीहरू खुप्रीको खोङफाक मोलगुवानहरू क्या दामी लाग्यो साथीहरू जस आइपुग्यो यहाँ हान्बोकहरू लाएर फोटो खिच्दो रहेछ दामी लाग्यो आइपुग्यो साथीहरू यो चाहिँ पहिला यहाँको राजाहरूले प्रयोग गरेको ठाउँहरू साथीहरू शासन गर्ने ठाउँहरू देख्न सक्नुहुन्छ दामी छ गेटबाट यहाँको दरबार ड्रेसेस लाउने गरेर फोटो खिच्ने रहेछ साथीहरू यहाँ चाहिँ आउने होइन कोरियन ड्रेसहरू अनि भिडियोहरू बनाउँदो रहेछ देख्नु सक्नुहुन्छ होइन हान्बोक लगाइरहेको छ यहाँ चाहिँ दामी राजा पनि रहेछ नि त राजा नि एकजना राजा यस्तो दामी छ यस्तो रहेछ विशेष गरेर यहाँ चाहिँ अब हान्बोक कोरियन ड्रेसहरू लाउने गर्ने एग्रिकल्चरको होइन अनि फोटो टिकटकहरू सुटिङ गर्ने रहेछ साथीहरू यहाँ रहर हुनेहरू चाहिँ यहाँ आएर हान्बोकहरू लाएर भिडियोहरू बनाउन सकिने रहेछ अब हामी चाहिँ यहाँ भित्र छिर्दैछौँ के रहेछ भित्रभित्रमा हेर्छौँ लाइन रहेछ लाइन यहाँबाट लाइन सुरु छ पुरै हो लाइन अब माथिसम्मै लाइन यस्तो दामी रहेछ दामी भित्र छिरिसकेको छ भित्र प्राचीन कुराहरू 오후 5시입니다. 아직 입장하지 못하신 분은 입장을 서둘러 दरबार यता गयो दरबार उता गयो दरबारै रहेछ यहाँ चाहिँ के रहेछ भित्र हेर्नु एकचोटि पढेर भित्र त्यस्तो रहेछ चाहिँ यस्तो रहेछ नजिकै चाहिँ एउटा ड्याम पनि रहेछ साथीहरू यहाँ पर दरबार होइन टक्क दामी छ यता दरबार अनि यहाँ पानी पनि रहेछ थोरै राम्रो लाग्यो धेरै छ मान्छेहरू राम्रो लाग्यो कस्तो लाग्यो त यहाँ हामी दरबार आयो ओहो सर यहाँको त अनि तपाईँले नि यति राम्रो पुरानो घरहरू यति तपाईँको दरबारको छ नि यस्तो दामी सौन्दर्य छ भित्र हो तपाईँहरू पनि आउनुहोस् है आँखाभरि लगेर जानु आँखाभरि लानुभयो यहाँको छापहरू एकदम सर एकदम त्यसमा पनि दुई मात्रै छैन सर थोरै जाओस् न सरलाई कस्तो लाग्यो मलाई पनि नि काठमाडौँको यो बसन्तपुर दरबार भक्तपुर दरबार क्षेत्रभन्दा पनि धेरै राम्रो लाग्यो है राम्रो रहेछ नेपालकै झझलको त्यो देश राम्रो लाग्यो हाम्रो सरलाई कस्तो लाग्यो त दुई शब्द जा सर दोस्रोचोटि यो पालि तपाईँ दोस्रोचोटि आउनुभएको यहाँ पहिला नम्बर थियो पहिला 2012मा 2012मा आउनुभएको थियो 2012मा अहिले फेरि 2025मा हाम्रो सरलाई कस्तो लाग्यो समग्रमा ह्यान्डसम सर सोल्टेनीहरू हुनुहुन्छ भने सम्पर्क गर्नु होला हाम्रो एकदम प्योर है हाम्रो
ग्रहमा साथीहरू यो दरबारलाई पनि हामीले विदाई गऱ्यो। अब हामी जाँदैछौँ। अब हेरौँ साथी हेर्दैछौँ। साथीहरू हामी चाहिँ दोङदेमुन बजार जान लागेको होइन। अब बस कुरिरहेछौँ। यहाँ चाहिँ दोङदेमुन चाहिँ नेपालीहरूको मेन बजार हो साथीहरू। त्यहाँ चाहिँ नेपालीहरू भेला हुने ठाउँ हो। अनि हामी यहाँ बसबाट जान लागेको। त्यहाँ गएर खाना खाने अनि कोठाहरू मिलाउने है त्यस्तो छ प्लान साथीहरू। खानामा केही खाइदिउँ नि भन्दिनु। हामी केही खान्छौँ होला। खाना के खान्छौँ? नेपाली आइटम नेपाली आइटम होइन। तर के पावर छैन त पानीको। माथि माथि चाहिँ हुनुपर्छ है दामी हुन्छ। हामीले चाहिँ यहाँ कोरियन अङ्कलले नै हेल्प गरिरहनु भएको छ होइन। हामी यहाँ ट्रेन चढ्नु जानु आँटेको अलिक यहाँ ट्रेनको बाटो पनि पत्ता लाग्यो होइन। अनि अङ्कलले हेल्प गर्दै हुन्छ। अङ्कल अगाडि जाने हुन्छ पछि पछि साथीहरू यहाँ चाहिँ धेरै छ। एकदम बिन्दास रमाइलो होइन। यहाँ जस प्राचीन कुराहरू राजाले शासन गरेका ठाउँहरू दरबारहरू होइन हेर्नु पाइयो। म चाहिँ त्यो मानेर एकदमै खुसी छु। खुसी लागिरहेको छ। एकदम दामी यो यहाँको तपाईँको हरेक कुराहरू बजारदेखि लिएर दरबारहरू होइन यहाँको जोस धेरै राम्रो दृश्य धेरै राम्रो भयो होइन। हुन्छ अङ्कल। अनि एउटा चाहिँ मलाई खल्लो खल्लो लाग्यो सर। के सर खल्लो भन्नु लाग्यो? यता यता एसी क्यामेरा घुमाउनु त्यसरी चाहिँ हुनु पर्छ। त्यहाँबाट चाहिँ डाइरेक्ट पुग्ने पऱ्यो होङदेमुन। होङदेमुन एरिया चाहिँ के नेपालीहरूको बजार हो। जक्सन हो। त्यहाँ चाहिँ हाम्रो अब देशबाट आउने त्यहाँ सबै त्यहाँ आइपुग्छ होइन। होङदेमुन जसरी हो पनि होइन। होङदेमुन 3 नम्बर गेटैमा अरे कि 2 नम्बर गेटैमा हो सबै नेपालीहरूको होइन मार्केट। यहाँ गेटसम्म ल्याइदिनु पुऱ्याउनु भएको छ हाम्रो अङ्कललाई धेरै धेरै धन्यवाद होइन। गइसक्नु भएको छ। अब हामी यहाँबाट छिरेर चाहिँ थोङदेमुन अब हामी नेपाली होटेलमा गएर खाना खान्छौँ साथीहरू। यतै बस्नेछौँ हामी थोङदेमुनमा आज साथीहरू। अनि मन्दिर पनि जानु छ आज मेन मन्दिर होइन। मन्दिर धेरै प्रकारको हुन्छ अरे होइन। जल चढाउने हामी चाहिँ भेटी चढाउने मन्दिरमा जानु लागेको होइन। चन्द्र सर के छ अनि ओह्रालो चन्द्र सरले नि हेरेर फर्काउँदै हुने। कति राम्रो राम्रो केटीहरू हुन्छ के गर्नु आँखा लाउनु मिलेन। अब सट्टा हामी थोङदेमुनमा भेट्नेछ साथीहरू। अब रेल चढ्नु गाडी छ साथीहरू थोङदेमुनको लागि। थोङदेमुन भेटेर अब यहाँ चाहिँ हामी सिकाउने काँडहरू अनि हड लाग्दिने हो। गइसक्यो अर्को चढ्नु ठिकै छ। हेरेर जानुपर्छ। यहाँ रेल चढेर पर्खिरहेको छ। रेलको यात्रा गरिरहेको छ साथीहरू।
ए खाना खानु छ साथीहरू नेपाली होटलमा चट एभरेस्टमा छिर्दै साथीहरू एभरेस्ट खाना अर्डर गर्न सकिन्छ के खाने होइन प्राइसहरू यहाँ राखिदिएको रहेछ होइन प्राइस राखिदिएको छ हेर्नु त सिस्टम है सिस्टम अब हामीले चाहिँ मटन खाने भयो होइन मटन खाने भयो चट्टा मात्रै रहेछ एकदमै थोर रहेछ मोथे चाहिँ रातिको साथीहरू राति बाटो मोटेल बस्नु लागेको छ मोटेलमा बस्नु लागेको साथीहरू कोरियामा चाहिँ यसरी भुइँमा सुत्ने हो लाइनै होइन यस्तो सुत्ने साथी हो होइन हामी 5 भाइ छौँ लाइनै यस्तो दिइरहेको छौँ साथीहरू कोही सुतिसक्नु भएको छ मोबाइल हेर्दै हुनुहुन्छ होइन भुइँ तताउने होइन भुइँ चिसो हुन्छ भुइँ तताउने अनि यसरी लाइनै सुत्ने साथीहरू रमाइलो छ कोरियाको बसै यहाँको संस्कार हो भुइँमा सुत्ने चाहिँ होइन यहाँको प्रचलन नै हो यहाँ यस्तो छ साथीहरू अनि भ्लगलाई माया गरिदिनु होला भन्दै आजलाई भ्लग यति नै अनि मैले भ्लगलाई इन्ड गरेँ साथीहरू हामी भोलि अर्को भ्लगमा भेट्नेछौँ है त साथीहरू